विश्वकपमा एक राजकुमार मैदानभित्र छिरेर रेफ्रीलाई निर्णय फेर्न बाध्य बनाउँछन्। सुन्दा अविश्वसनीय लाग्न सक्छ, तर सन् 1982को विश्वकपमा यो साँच्चै भएको थियो। दिन थियो 21 जुन 1982। 30,000 भन्दा बढी दर्शकले भरिएको स्टेडियममा कुवेतले विश्वकपको समूह चरणको दोस्रो खेलमा बलियो टोली फ्रान्सको सामना गर्दै थियो। पहिलो खेलमै चेकोस्लोभाकियालाई बराबरीमा रोक्दै सनसनी मचाएको कुवेत यो खेलमा पनि ठूलो उलटफेर गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको थियो। यो कुवेतको पहिलो विश्वकप थियो, तर उनीहरू गल्फ कप र एसिया कप जितेर आएका एसियाकै पावर हाउस टोली थिए। आफ्ना खेलाडीहरूले फेरि एकपटक विश्व फुटबलका दिग्गजलाई चुनौती दिने आशामा कुवेती राजकुमार तथा फुटबल सङ्घका अध्यक्ष शेख फाहद स्वयं स्टेडियममा उपस्थित थिए। तर खेलको 80औं मिनेटसम्म आइपुग्दा कुवेत 3-1ले पछाडि परिसकेको थियो। त्यसै बेला फ्रान्सेली मिडफिल्डर एलेन गिरेसले चौथौं गोल गरे। तर अचम्मको कुरा के भयो भने कुवेतका डिफेन्डरहरू बल रोक्न छोडेर मैदानमै ठिङ्ग उभिए। उनीहरूले दर्शक दीर्घाबाट आएको एउटा सिट्ठीको आवाजलाई रेफ्रीको सिट्ठी ठानेर खेल्नै छोडेका थिए। तर त्यो आधिकारिक सिट्ठी थिएन। खेल जारी थियो र गोलले मान्यता पायो। स्कोर बन्यो 4-1। आफ्नो टोलीमाथि अन्याय भएको भन्दै आक्रोशित बनेका राजकुमार फहद सिधै भिआइपी बक्सबाट मैदानमा छिरे। उनले रेफ्रीसँग चर्को बहस गरे र निर्णय नसच्याए टोलीलाई मैदानबाटै फिर्ता बोलाउने धम्की दिए। दबावमा परेका सोभियत रेफ्री मिरोस्लाव स्टुपार अन्ततः झुके। उनले भइसकेको गोल नै रद्द गरिदिए। यो विश्वकप इतिहासकै दुर्लभ घटनामध्ये एक बन्यो, किनकि त्यसअघि विश्वकपमा यसरी मान्यता पाइसकेको गोल रद्द गरिएको उदाहरण थिएन। यद्यपि गोल नै रद्द गर्ने निर्णयले फ्रान्सेली टोली आक्रोशित भयो। खेलको अन्तिम क्षणमा उनीहरूले फेरि गोल गर्दै 4-1 को जित सुनिश्चित गरे र कुवेती खेलाडीहरू निराश हुँदै मैदानबाट बाहिरिए। यो घटनाको मूल्य रेफ्री र कुवेती फुटबल सङ्घ दुवैले चुकाउनु पर्यो। फिफाले रेफ्री स्टुपारलाई अन्तर्राष्ट्रिय खेल खेलाउन प्रतिबन्ध लगायो भने कुवेती फुटबल सङ्घलाई $12,000 जरिवाना गरियो। कुवेत अन्तिम खेलमा इङ्ल्यान्डसँग पराजित हुँदै प्रतियोगिताबाटै बाहिरियो र त्यसपछि आजसम्म कहिल्यै विश्वकपमा फर्किन सकेको छैन।